guys, good afternoon. के छ अनि हालखबर? मेरो दोस्रो ब्लगमा हजुरहरूलाई स्वागत छ। म यसो बाहिरतिर निस्केको छु, हेर्नुहोस् चिसो चिसो छ मौसम। त्यतातिर तपाईहरुकोतिर के छ? यो भिडियो कहाँसम्म पुग्छ हेर्न कमेन्ट गर्न नभुल्नु होला। आज म तपाईहरुलाई स्पेशल चीज देखाउँछु, जापानको जुन चाहिँ एकदमै फेमस, एकदम प्रसिद्ध। हामीले जापानिज ल्याङ्ग्वेज पढ्दादेखि, जापानको बारेमा सुन्दादेखि हरेक कुरामा एकदम फेमस नै जापानको सबैभन्दा ठुलो अग्लो हिमाल आज क्लियरली देखेको छ। तर भिडियोमा चाहिँ हजुरहरूले अलि राम्रो नदेख्नु भयो कि जस्तो लाग्छ, तर हल्का देखिन्छ भने यो घरभन्दा पछाडिको अर्को डाँडो चाहिँ जापानको माउन्ट फुजी, जुन 3700-3800 मिटर हाइट लगभग त्यो छ। अनि यसको एउटा के भन्छ, यो चाहिँ यो हाइटमा डाँडामा यसको चाहिँ टपमा चाहिँ खाल्डो जस्तो पोखरी टाइपको भनेको गहिरो छ। यस्तो हावा छ। आज हिउँले एकदमै तलसम्म ढाकेको रहेछ। माथि चाहिँ गयो चुच्चो चाहिँ छैन यसको। यहाँ हेर्नु न, घरहरू पनि कस्तो राम्रो राम्रो के यतातिर त। अनि हामी हिँड्ने बाटो यस्तो छ। यो चाहिँ बाटो हाम्रो नेपालतिर चाहिँ कस्तो छ भने बाटो भत्काउने पुर्ने, अब यो घर भत्काउने, यहाँ चाहिँ यस्तो बिल्कुलै रहेनछ क्या। यहाँ चाहिँ कस्तो भने जति उता सडकले लिन्छ त्योभन्दा पछाडि अरू चाहियो भने चाहिँ यसरी यो हामी हिँडिरहेको चाहिँ यो फलामको टेन्ट जस्तो तल, अनि माथिबाट काठ हालेर यो साइकलमा हिँड्ने बाटो बनाएको हो। एकदम चिसो छ। हेर्नुहोस् है त, माउन्ट फुजी यहाँबाट चाहिँ प्रष्ट देखिन्छ। जस्तै जापानको माउन्ट फुजी ल हेर्नु क्या दामी देखिन्छ। एकदम चिसो मौसम छ। मौसम पनि एकदम रमाइलो। हामी बसेको ठाउँ चाहिँ एकदम बवाल रमाइलो छ है। मौसम क्लियर भएको बेलामा चाहिँ आज चाहिँ घाम लागेको थियो। आज यहाँको मौसम दिउँसो चाहिँ यहाँको वेदर भनेको 11-12 डिग्री समथिङ थियो। यस्तो तातो हुन्छ नि घाम लागेको बेला। घाममा एकछिन हामी घाममा पनि बसेको थियौँ। आज त यस्तो तातो हो कि नेपालबाट आएदेखि लगभग प्राय घामै देखेको थिएनौँ के। जहिले पानी, प्राय पानी, हावा, बादल यस्तै मात्र थियो। अनि चाहिँ पोखरी आज त यहाँ बोट, एउटा ठुलो बोट पनि आउँथ्यो, आज चाहिँ रहेन। बाटोहरू यस्तो दामी थियो। सबै यो यताको सानो घरहरू रेस्टुरेन्ट भयो, यो ठुल्ठुलो बिल्डिङहरू चाहिँ होटेल हो है। यो सब होटेल हो। यो होटेल लाइनदेखि केही छैन, यस्तो बवाल छ ठाउँ। यो पारीतिर नि सब यो पारी यो वरिपरि राउन्डिङ घुम्छ। दामी छ क्या ठाउँ चाहिँ, एकदम बवाल छ। यस्तै छ जापानको बसाइ। सुख दुःख बित्दै छ, रमाइलो छ। परदेशी जीवन हो, यस्तै हुन्छ। रमाइलो गर्नुपर्छ। मनमा पीडा जे भयो नि, देशको माया, घर परिवारको याद, हरेक बेला है। देशको अवस्था त्यस्तो छ। विदेशी नि एयरपोर्टमा हेरौँ हजारौँको सङ्ख्यामा विदेशी नि युवाहरू छन्। यस्तै छ हेर्नुहोस्। जापानमा चाहिँ जापानिज ल्याङ्ग्वेज एकदम है। ल्याङ्ग्वेज चाहिँ बनाएर आउनुहोस्, मस्त पढ्नुहोस्, बोल्न सक्ने भएर आउनुहोस् है। धन्दा हाम्रो कम्पनीमा चाहिँ इङ्ग्लिस पनि अलिअलि चल्छ र इङ्ग्लिस पनि अलिअलि नबुझेको, जापानिज नबुझेको चाहिँ इङ्ग्लिसबाट दिने गरेका छौँ। हेलो कस्तो दामी छ। भिडियो काट्यो, रमाइलो छ। यस्तै हो। यो चाहिँ होटेल। यस्तो बवाल रमाइलो गर्छन् नि यहाँ बेलुका। क्लबहरू सब क्या
यस्तो दामी त्यो गुडिरहेको छ अघि भिडियो बनाउँदा बनाउँदै काट्यो अब देखिन्न होला दामी एउटा लगेज साइकल इलेक्ट्रिक वाला बवाल छ क्या यसो हावा खान निस्क्यो कामसाम सक्यो अनि नुहाइ धुवाइ यसो गयो नुहायो गएर लुगा कपडाहरू धोयो लगाएको थियो काममा लगाएको अनि आयो टक्क हेर्नुहोस् बवाल छ है माउन्टेन अलिअलि देखिन्छ है दामी छ त्यो रुखहरूले देख्छ यस्तो दामी छ कि हिउँ तलसम्म परेको छ आज चिसो छ हामी आएको दिन चाहिँ माथि अलिकति मात्र हिउँ थियो आज चाहिँ तलसम्म छ हाम्रो यो चाहिँ समुद्र लेक नेपालको रारा ताल के अरे रारा तालै हो क्या अरे रारा ताल जस्तै यो पनि एउटा तालै हो अरे यहाँ दामी गहिरो एकदम गहिरो छ अरे यस्तै छ गाडी यस्तो यो चाहिँ अनि अर्को कुरा यो चाहिँ सार्वजनिक टोयलेट यस्तो दामी रहेछ होइन हामी पनि एक दिन गएको थियौँ के रहेछ भित्र कस्तो रहेछ सार्वजनिक भनेपछि नेपालको जस्तै हो कि कस्तो हो भनेर गएको थियौँ यस्तो सफा यस्तो यहाँ त होटेलको भन्दा पनि दामी के जुन लाइक हामी बसेको होटेलमा पनि 5 स्टार होटेल हो यस्तो दामी फेसिलिटी भएको छ त्यो भन्दा पनि दामी के यहाँ चाहिँ यस्तो बवाल छ ल हाँस हेर्नुहोस् कस्तो मेरो पछाडि हाँस हेर्नु देख्न सक्नुहुन्छ यो हाँस हो यो बसिरहेको यो चाहिँ के हो ओथारो बसेको हो के हो प्राय हामी आउँदा जहिले बसिरहेको हुन्छ यहाँनिर अर्को यो भाले हाँस होला यो एउटा हाँस हाँस यो कम्तीमा नि 25-30 किलोको होला यो एउटा हाँस हामी चाहिँ हिँडेको साथीहरू हामी खाना लिन हिँडेको अहिले हामी ठ्याक्क आइपुग्न लाग्यौँ यसो मनोज भण्डारी युट्युब च्यानल हेर्दै गर्नुहोस् रमाइलो छ यसो बेला बेलामा मनोरञ्जनात्मक भिडियोहरू आफूलाई यसो मन परालिनुभन्दा त्यो अनावश्यक कुरा सोच्नुभन्दा बरु यतैतिर रमाइलो रमाउँ भनेर नयाँ भिडियोहरू नयाँ यसै गफसफ गर्दै म त्यस्तो भ्लगरै पनि त होइन के होस् त्यस्तो अब मेरो पहिला हेर्नुहोस् है त यहाँबाट अलि देख्थेन दामी छ कि ल उ त्यो हेर्नु न उ त्यहाँ ल साइकल टाइपको यो मान्छेहरूले खोल्नु भएको छ नि एकदम मेरो मोबाइल अलि मैले नयाँ किनेको छैन त्यही पुरानै मोबाइल हो अनि भिडियो चाहिँ लाइट अब यहाँ अँध्यारो नि हुन लाग्यो त्यो भएर अलि क्वालिटी चाहिँ छैन तैपनि सुख दुःख गरी हेर्नुहोस् हजुरहरूको माया साथ सहयोगले केही हुने अपेक्षा राखेको छु यो लाइन पुरै हामी हिँडेको यो साइकलहरू यो पार्किङको लाइन भयो ल हेर्नुहोस् है अझै मजा छ यहीँबाट हो बाटो काट्न पनि कहाँबाट काट्ने कहाँबाट जेब्रा क्रसिङ तल कि माथि छ अर्को हामी त यस्तै रनबुलमा पर्छौँ हो साथीहरू बस है यो सानो बस हो यस्तो बवाल छ नि यहाँ फेसिलिटी फ्लाइटमा चढेको भन्दा पनि दामी छ क्या बवाल यो ट्रक हाम्रो नेपालतिर भए ट्याटारा पाँदै आइसक्यो हामी चाहिँ रोडको छेउमा छौँ अब यहाँ छेउमा गएपछि चाहिँ गाडीले रोक्छन् है यहाँ उनीहरू बाटो काट्नु लाग्यो भनेर अब त्यहाँ हाम्रो अलिक स्पिड भएको गाडीहरू जान्छ अनि पछाडिको अब ल है जहाँ पाए चाहिँ मेरो बाटो काट्यो भने नआए भरे फाइन पो हान्थ्यो नि हो ल
दामी छ यहाँ पैसा हाल्ने खान मन लागेको चिज निकाल्ने र खाने बवाल छ है साथीहरू ल लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नछुटाउनु होला अरु भने यस्तै हो भोलि पर्सि रमाइलो गर्नुपर्छ साथीहरू जापान हुने साथीहरू कमेन्ट गरौँ यो भिडियो कहाँसम्म पुग्दो रहेछ सबैजनाले कमेन्ट गर्नुस् है यो विश्वव्यापी बनाउनु पर्छ यस्तो भाइरल बनाउनु पर्छ यो भिडियो है साथीहरू ल हाम्रो दोस्त कुद्याक्दै छन्